हेलो एभ्रिवान, हेर्नु सक्नुहुन्छ है हाम्रो मामा माइजूको घरमा चाहिँ यो गौँथलीले चाहिँ यो गुड लगाएको रहेछ। यसमा चाहिँ 5वटा जस्तो बच्चा पनि निकालेको रहेछ। अब यो उड्नु आँटेको रहेछ है। अब भन्ने गर्छ कि गौँथलीको अब यो जुन चाहिँ चरा चाहिँ जुन चाहिँ घरमा चाहिँ है अब यो चरा बच्चा काट्छ है, बच्चा काटेपछि त्यो घरमा चाहिँ धेरै सहहरू हुन्छ अरे भन्ने गर्दो रहेछ है। हेर्नुहोस् अब यसले माउले चाहिँ पुरा यो बच्चाको लागि खानाहरू लिएर आउँदो रहेछ, दिँदो रहेछ हो। टक्कै खिलायो, फेरि गयो। यसको दिनभरि काम यति नै रहेछ। तर एकदमै अब त्यति साह्रो फोहोर पनि गर्दैन रहेछ। अलिअलि टोइलेट चाहिँ झर्दो रहेछ त्यो छेउमा हो। अन्त यो चाहिँ भन्ने गर्छ कि यस्तो एकदम सहहरू आउँछ। यो चाहिँ हो कि होइन, तपाईँले है आफ्नो प्रतिक्रिया चाहिँ तपाईँहरूले कमेन्टमा राखिदिनुहोस् होला है। यो चाहिँ साँचो हो होइन है। र यसरी नै हरेक साल चाहिँ है अब हाम्रो मामाहरूको घरमा चाहिँ यसरी चाहिँ गौँथलीले चाहिँ बच्चा काट्दो रहेछ। अब खै अब त्यो कुरा हो होइन, अब कसरी के, अब यिनीहरूले रोक्नु पनि सक्दैन अरे। आएर सट्टै जग्गा हेरेर काट्नु थालिहाल्छ अरे हो। एकदमै यो दृश्य चाहिँ मलाई एकदम अचम्मको लाग्यो, राम्रो पनि लाग्यो मलाई है। र त्यही भएर चाहिँ मैले फेसबुकमा हालेको छु है। हेर्नुहोस् न, अब हाम्रो मान्छेको छेउछेउबाट उडेर जाँदा चारो लिएर अब खुवाउँदो रहेछ।